यो जङ्गल चाहिँ नेचुरली आफै बनेको पारीबाट चाहिँ यो यहाँ नजिकै एउटा नदी छ पारी जङ्गल पछाडि त्यो पछाडि फेरि ठुलो जङ्गल छ क्या एउटा बिपी निकुञ्ज होइन अनि यो भनेको मेरो ससुरालीको आफ्नै जग्गा हो होइन त्यहाँ कागती छ त्यहाँ होइन आफै बनेको जङ्गल कसरी भने अब यो नदीले वारिपारी नदी चाहिँ बिचमा जमिन छ होइन अनि आफै बनेको जङ्गल होइन अब मेरो बिहे हुँदा त यहाँ पुरै के हुन्थ्यो धानहरू रोप्ने है खेतीपाती हुने ठाउँ हो यो अहिले जङ्गल भइरहेछ यताउताबाट उडाएर ल्याएको होइन अनि यो बाढीले जङ्गल भएको छ अब यो हेर्नु त आफै हो अब यो पर्सनल जग्गामा बनेको सानो जङ्गल छ त्यो जङ्गलभित्र यो कागती होइन अमिलो बनाएर यसरी टिप्दैछन् है रविनाको मम्मीले हेर्नु साथीहरू हाम्रो खेतमा आफै उम्रेर भनेको कागती निम्बुवा यो फलेको छैन त लटरममा निम्बुवा उता अर्को उतातिर पनि छ हेर्नु त त्यहाँ पनि छ हेर्नु न अर्को दुईटा रुख छ ल दुईटा रुख ए निम्बुवा टिपेर के गर्ने घर लिएर यसको चुक निकालेर पकाएर काठमाडौँ लिने रस निकाल्ने अनि पकाउने अनि कालो बनाएर दिने ए पकाएको लिएर जाने रे काठमाडौँमा है अचार बनाउने हो अचार बनाएर जस्तो अचार बनाउन प्रयोग गरिन्छ त्यो छु यो निम्बुवा पनि आफै उम्रिएको यहाँ लगाउनु भएको होइन नेचुरल्ली है त आफै उम्रिएको होइन अनि टिपेर लैजाने यति धेरै टिपिसक्यौँ है यो बोटान टिप्ने पुरै अब आज पुरै बोर्डमा रहेको कागतीले टिप्ने कसैलाई त्यो कालो होइन पकाएको के चुक पकाएको कालो चुक चाहिएमा सम्पर्क गर्नु होला हामी कहाँ उपलब्ध छ यतापट्टि अर्को रहेछ त्यस्तै निम्बु होइन यसलाई हामी भन्दाखेरि त निम्बु भन्दा यसलाई नारङ्गी भन्छ होइन नौरङ्गी यसभित्र यति धेरै रसहरू हुन्छ अब यो कागतीको नौरङ्गीको हो अथवा नारङ्गी भनौँ न यसको रस यति धेरै हुन्छ कि अब कुरा गर्नु एउटा होइन लगभग यो एउटा उसमा एक कचरा भन्नाले पनि त्यो चिया गिलास हुन्छ नि त्यो चिया गिलास भरिने गरी रस निकाल्न सकिन्छ एउटा रस निस्किन्छ भनौँ त्यति धेरै रस हुन्छ यहाँभित्र यो चाहिँ गफ छ होइन यो रियालिटी हो हेलो फ्रेन्ड्स हेलो यो लिएर जाने लिएर जाने सक्छस् कि नै ल त सेल्फी जङ्गल कस्तो कति राम्रो छ है मैले खानलाई गरेँ यसको काँडा पनि छ है के भन्छन् घर जानु निस्किँदैन जान लाग्यो घर अहिले घर सफा गर्नुपर्ने दुलो बाहा मेरो कोठाहरू सब ताल लगाएको त हो कि दिदीको मेरो सन्ता कोठा जा 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 तिनीहरूलाई पठाइदियो त बोक्नलाई ल कान्छो
लैजा 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 चाहिने लैजा न चाहिन्छ लैजा क्या लैजा 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 न 8-10वटै दाना लैजा ऊ के उसले कसलाई पठाइदियो त्यो फुटेलाई छोराको लैजा क्या कति चाहिन्छ यो माथिरको यसरी तान्नु पर्यो तल तानिसकेपछि अलिकति जोड लगाएर हामी टिप्दैछौँ यहाँबाट कागती लेमन कसलाई चाहिन्छ भने कन्ट्याक्ट गर्नु होला माथितिर टिप्नु नि त ऊ यहाँ छ छैन म सक्दैन ऊ यहाँ म सक्दैन छोडिदिउँ छोडिदिनु अर्को साल टिप्नु हुन्छ नि त फेरि अर्को साल त के ल अग्लो ठाउँको लागि टिप्न अग्लो मान्छे नै चाहिन्छ अरे कहाँ छ अझै माथि यो यो पनि माथि पाकिरहेछ ऊ त्यो माथिको सकिन्न अब छोडिदिनु अब अग्लो ठाउँमा छ भयो ओके ओके आजको यो कागती टिप्ने काम सिधै यता आएर है भर्तापुर जङ्गलमा